Exactly psychological design. के रहेछ नि कन्भर्ट जुन ठाउँलाई जुन ठाउँमा चाहिँ हामी बढी आनन्दित हुन्छौँ हैन जुन ठाउँमा चाहिँ हाम्रो बसिराख्नको लागि बढी मनपर्छ मान्छेलाई हैन आनन्द आइराखेको हुन्छ त्यसलाई चाहिँ हुन्छ कम्फर्ट जोन हैन कम्फर्ट जोन जस्तै आफूमा कुनै ग्रोथ भइराखेको छैन जुन काम हिजो गरेको त्यसैलाई मात्रै हामीले गरिराखेका छौँ त्यही ठाउँमा चाहिँ रमाइराखेका छौँ हैन त्यसैलाई नै सर्वै मानिराखेका छौँ भने चाहिँ हामी कहाँ छौँ कम्फर्ट जोनमा छौँ कम्फर्टेबललाई तोड्नको लागि अनकम्फर्टेबल हुनुपर्छ कि पर्छ कि पर्दैन भन्नुहोस् त पर्छ नि हैन अनकम्फर्टेबल भयो भने बल्ल कम्फर्ट छोडिने हो जहाँ आनन्दित छौँ त्यो ठाउँ छोडेपछि बल्ल हामी के हुन्छौँ अनकम्फर्टेबल हुन्छौँ है भनेपछि जीवनमा सफल बन्नको लागि हामी कम्फर्टमा होइन आफूलाई हमेसा अनकम्फर्ट बनाउनु पर्ने हुन्छ आनन्दितबाट दुःखदायी पनि भन्न मिल्यो मतलब त्यसलाई चाहिँ अब त्यो पीडादायक भन्न पनि मिलेन सङ्घर्षशीलतिर जानु पर्यो त्यतातिर लिएर आफूलाई जानु पर्ने रहेछ हेर्छ त यो जुन यति मुस्किलको यति डह्रो छ यो सामान्यतया तपाईँ हामीलाई यो तोड्नको लागि पनि बढी मुस्किल हुने रहेछ 95% चाहिँ मान्छेहरू चाहिँ कम्फर्ट जोनमा रमाउँछन् भनेर एउटा चाहिँ आँकडा हैन डेटाले चाहिँ त्यसो भन्छ र 5% मान्छेले मात्रै त्यो उनीहरू जुन कम्फर्टमा छन् त्यसलाई तोडेर मान्छेहरू अब अर्को स्टेपतिर अगाडि बढिराखेका छन् हैन अस्ति भर्खरै चाहिँ त्यो फिर्दोसले एउटा राम्रो कुरा देखाएको थियो विश्वको सबैभन्दा धनाढ्य व्यक्ति भनेर चिनिने पहिले शताब्दी पुरुष पनि भन्छ उसलाई चाहिँ यो चाहिँ 100औं वर्षमा कता 1-2 जना मान्छेहरू जन्मिन्छ त्यस्ता भन्छ भने त्यो लेभलको ग्रोथ गर्ने व्यक्ति 22 घण्टा 23 घण्टासम्म उसले काम गरिरहेको भिडियोहरू भेट्छ फोटोहरू अपडेटहरू आइराखेको हुन्छ जुन मान्छेलाई 6 घण्टा सुत्नुपर्छ 8 घण्टा सुत्नुपर्छ हैन ती सबै मिथ्या रहेछ मान्छेले यसलाई कति गर्न सक्यो भने 1 घण्टा सुतेर 2 घण्टा सुतेर पनि काम गर्न सक्छ अस्ति मैले भारतीय चाहिँ प्रधानमन्त्री नरेन्द्र मोदीको पनि इन्टरभ्यू हेरेको थिएँ ऊ म्याक्सिमम भनेको 4 घण्टा भन्दा सुत्नु हुँदो रहेछ अहिले ऊ लगभग 70-75 वर्षको एजमा पुगिसकेको छ भनेपछि हामीलाई अब यो होइन हामी 8 घण्टा सुत्नुपर्छ मैले चाहिँ स्वास्थ्यलाई केयर गर्नुपर्छ द्याट इज रङ अहिलेको टाइम भनेको मेहनत गर्नुपर्छ बढी पैसा बगाउनुपर्छ बढी आफूलाई चाहिँ अनकम्फर्ट जोनमा हामीले लिएर जानुपर्ने हुन्छ त्यसो भयो भने अनि आउने दिनहरू बिस्तारै त त्यो लेभलमा पुगेको त्यो विश्वकै अब उसले त्योभन्दा माथिल्लो उचाइमा पुग्नै छैन त्यहाँ पुगेर पनि मान्छेले किन चाहिँ त्यो 22 घण्टा 20 घण्टा अझै काम गरिरहेको छ त किनभने उसको कम्पिटिटरहरू छ नि जो चाहिँ उसको सँगसँगै दौडिराखेका जुन अरू व्यक्तिहरू छन् नि यदि उसले भन्दा उसले बढी काम गर्दै भने ऊ फेरि सेकेन्ड नम्बरमा सफल हुन छुट्टै कुरा हो तर सफल भइराखेर बस्न चाहिँ ठुलो कुरा भनेर त्यो भएर ऊ अहिले पनि त्यसरी गरिरहेको छ हामी को हो त फेरि हामी कुन सफल भयो हामीले कत्रो सफलता हात गरियो र हामीलाई आरामदायी जीवन चाहियो हामीलाई कम्फर्टेबल जीवन चाहियो हामीलाई राम्रो चाहियो हामीलाई मजा चाहियो हामीले के नेपाली भन्छ नि ख्यासेको छ अलिकति शब्द हो हामीले केही गर्न सकेको छैन अनि हामीलाई के को आराम चाहियो हामीलाई आराम चाहिने होइन आफूलाई अनकम्फर्टेबल ठाउँमै हाल्नुपर्ने हुन्छ बढी तब मात्र यो एउटा सर्कल छ नि बाउन्ड्री एटमोस्फियरलाई तोड्नु पर्ने त होइन रकेट पनि जति तेजले उड्न पर्ने त्यति तेजले उडेन भने उसले चाहिँ एटमोस्फियरलाई तोडेर अगाडि जान सक्दैन क्या स्पेससम्म जान सक्दैन त्यही भएर उसको पिछडामा आगो लगाएर तीव्र गतिमा गएपछि बल्ल उसले चाहिँ एटमोस्फियरलाई तोड्न सक्छ भने त्यस्तै रकेट जस्तै हामीले बन्न पर्ने चाहिँ यो कम्फर्ट जोनबाट आफूलाई बाहिर निकाल्नको लागि होइन पहिला खुद र साथी पनि प्लस भइयो भने छिटो तरिकाले चाहिँ यसलाई हामीले तोड्न सकिन्छ एकदम गाह्रो छ क्या तोड्न पीडादायक छ क्या
तपाईँले आरामले सुतिराख्नु कति मजा आउँछ होइन? बिहान 4 बजी उठेर दौडिन जानु सजिलो छ? त्यो आरामदायी बेडलाई छोडेर 4 बजे 5 बजे 6 बजे कलेजमा गएर दौडिनु, त्यसैलाई भन्छ कम्फर्ट जोनबाट हामी अनकम्फर्टमा जानु। मजाको मिठो नुनिलो मसलादार तेल भएको खाना खान हामीलाई मन लाग्छ, मजा लाग्छ नि होइन, टेस्टी लाग्छ नि। तर ती छोडेर बोइल गरेको खाना खान बानी बसाउनु, त्यसलाई चाहिँ भन्छ कम्फर्टबाट अनकम्फर्टमा जानु भने जस्तै पहिलो नम्बरको के रहेछ जोन? कम्फर्ट जोन। जब मान्छेले यसलाई तोड्छ त्यसपछि फेरि अर्को जोन आउँछ है, सर्कल आयो नि त त्यो होइन? के होला भन्नुहोस् त? बल्ल तल्ल जसोतसो गरेर मान्छेले यहाँबाट चाहिँ एकदम कम मान्छे निस्किन्छ है, सबै मान्छे निस्किनै सक्दैन यहाँबाट। अनि जति नै प्रयास गरे नि, जति नै पुरुष हुने नि, जति नै कोसिस गरे पनि धेरै मान्छेहरू यो जुन तोड्नबाट असफल भएको छन् कि बुझ्यो त? असफल भएको छन् सामान्य जीवनमा, फेरि पहिलाकै उसमा फर्किएको छन् मान्छेहरू है त। त्यो भन्नाले अब यो जसोतसो मान्छेले बढी कोसिस गरेर मेहनत गरेर दुनियाँ साथी सङ्गति बदलेर आफूलाई नै बदलेर जब बल्ल 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 तोड्यो, अनि अर्को जना आउँछ मान्छेको चाहिँ फेयर, डर क्या के कुराको डर? जस्तै हामी ट्याक्सीको कुरा गरौँ, जसो आइटी बनाइयो, मेम्बरसिप लियौँ, प्रोडक्टहरू युज गरियो, त्यो पनि मरिमरि बल्ल बल्ल यहाँ आएर कसरी हुन्छ के हुन्छ, जब त्यो एउटा माइन्डसेट बनायौँ हामीले होइन, त्यो जुन तोडिएको हो, कम्फर्ट जोन तोडिया हो होइन। जब हामी आउँछौँ सिस्टम बुझ्छौँ, त्यसपछि आफूलाई चाहिँ यो ठिक रहेछ है भन्ने बुझेर सिस्टम खोल्या हुन्छ नि त। खोलिसकेपछि कम्फर्ट जोन तोडियो, अब त्यहाँ मास्तिर आउँछ के फेयर। अब फेयर किन आउँछ भन्दाखेरि कस्तो कामहरू गर्न सकेला कि नसकेला, साथीभाइहरूले के भन्ला होइन, बा मेरो पहिलाको साथीहरू रिसाउने हुन् कि, बा मेरो चाहिँ काहीँ अप्ठ्यारो चिजहरू पर्ने हुन् कि, मैले यसलाई चाहिँ अगाडि लिएर जान सक्छु कि सक्दिनँ, अनि यावत किसिमका डर पर्छ है त। अब त्यो डरको के भन्छ त्यो के भन्ने त्यो डरको भारी बढी हो भने मान्छेले अब यो बल्ल 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 तोडेको जोनलाई पनि फेरि मान्छेले क्लोज गर्छ र ब्याक टु कम्फर्ट। जसोतसो तोडेको थियो है, जसोतसो कता न कता कागदाली मिलेर तोड्न पाएको थियो, यो फेयरको कारणले मान्छेले फेरि के गर्छ भन्दा पहिलाकै जोनमा सर्वको फटिन्छ। किनकि किनै आरामदायी थियो, बेकारको टाउको दुखाएर राख्ने, सबै चलिरहेको थियो, सबै मिलिराखेको थियो है, कहाँ अब के नै होला जस्तो भन्न गयो, त्यो पनि भएन हाम्रो लागि होइन भने फेरि अनि व्यक्ति ब्याक टु कम्फर्ट है त। अब हेर्नुहोस् है, अब उसले त्यो फेयरलाई पनि के भन्छ अरे एक्सेप्ट गर्यो, होइन मैले गरेको काम सही छ है, मैले यसलाई छोड्नु हुँदैन, जसोतसो म त्यो पहिलाको ठाउँबाट यहाँसम्म आइसकेको छु, आउने अवसर पाएको छु, अब मैले यहाँबाट जसोतसो कुनै हालतमा पछाडि फर्किनु हुँदैन, अगाडि नै बढ्नुपर्छ भनेर उसले यदि फेयरलाई जितेर डरलाई जितेर अगाडि बढ्यो भने अर्को त्यहाँ एउटा जोन आउँछ भन्नुहोस् त। त्यतिकै कहाँ सजिलो रहेछ सफल हुन हजुर? नो आइडिया हजुर, एनी गेस? नो आइडिया एनी गेस एनीवन? यदि त्यो व्यक्तिले फेयरलाई जितेर अगाडि बढ्यो, डरलाई जितेर, जो डर गया मर गया भनेको छ नि होइन, गजबको डायलग छ कि, डर्नै भएन, डराउनै भएन नि यार, इलेक्सनमा केसँग डराउनु पर्ने, कोसँग डराउनु पर्ने छ त कि? हामी के हो अरे इन्डिपेन्डेन्ट, कसैसँग डिपेन्ड नभइकन आफ्नो स्वइच्छाले त्यो व्यवसायलाई अगाडि लिएर गइरहेका छौँ है त। भनेपछि हामी डर्नु पर्यो है त। तर जसोतसो उसले चाहिँ यहाँबाट अगाडि बढेर यहाँसम्म पुग्यो भने यो आउँदो रहेछ लर्निङ, के रहेछ सिक्ने ठाउँ। अब उसले फेयरलाई जित्यो भने त म अगाडि बढ्नुपर्छ भनेर अटुट गरे हो नि त मान्छेले, अटुट जब उसले गर्छ अनि के गर्छ उसले
सिक्न थाल्छ त्यसपछि सिक्न पर्यो के नसिकेसम्म के हुन्छ जीवनमा केही पनि हुँदैन भात खाना पनि हामीले बच्चामा कहाँ सही तरिकाले खान्छ त पछि सिकेको हो हरेक चिज सिकिसकेपछि मात्रै मान्छेले कम्फर्टेबल तरिकाले सहज तरिकाले त्यो कामलाई अगाडि लिएर जान सक्छ त यो हो तेस्रो जोन जहाँ चाहिँ हामी पुग्छौँ लर्निङ जोन सिक्न थाल्छ मान्छेले खोज्न थाल्छ मान्छेले आफूलाई अपग्रेड गर्न थाल्छ नलेज गेन गर्छ फरक मान्छेहरूबाट हेर्छ युट्युबलाई खोल्छ गुगलमा हेर्छ अनि के हो त चिज जब मान्छे सिकाइमा अब उसले बढी समय दिन थाल्छ भने सिकेपछि के हुन्छ भन्नु सर हजुर कन्फिडेन्ट हुन्छ उसको त्यो विधा सम्बन्धी जानकारी हुन्छ उसलाई ज्ञान त्यहाँबाट प्राप्त हुन्छ चिज के रहेछ सबै कुरा जानकारी हुन्छ अब ती सबै चिज भइसकेपछि के हुन्छ हुन्छ त्यसपछि यहाँबाट जब मान्छेले पार गर्छ यो सिकाइलाई समय दिन्छ डेपमा गएर हेर्छ आफ्नो चाहिँ ज्ञानको दायरालाई बढाउँछ हैन आफ्नो चाहिँ तेस्रो नेत्र भन्छ नि मनको आँखाले हेर्न थाल्छ चिजहरूलाई त्यसपछि एभ्रिथिङ विल बी डिफरेन्ट हैन धेरै कुराहरू फरक हुँदै जान्छन् जुन चाहिँ कम्फर्ट जोनमा हुँदा हामीलाई लाग्थ्यो जब हामी लर्निङ जोनमा पुगेका हुन्छौँ त्यसपछि कम्फर्ट जोनमा हुँदा जस्तो चिज हामीलाई लाग्थ्यो त्यो सबै के हुँदै जान्छ अपोजिट हुँदै जान्छ फरक हुँदै जान्छ हाम्रो हेर्ने नजरिया बदलिँदै जान्छ हाम्रो साथीभाइहरू बदलिँदै जान्छ हामीले खोज्ने युट्युब हेर्ने फेसबुकमा लगाउने पोस्ट यी सबै कुराहरू बिस्तारै बिस्तारै फरक हुँदै जान्छ किनभने कम्फर्ट जोनमा हुँदा तपाईँ जो हुनुहुन्थ्यो वेन यु आर हियर यु विल बी डिफरेन्ट पर्सन तपाईँ फरक व्यक्ति बनिसकेको हुन्छ होइन त जब मान्छेले चाहिँ लर्निङमा आफ्नो समयलाई बढिदिन्छ त्यसपछि अब चौथो जोन भन्नुहोस् त के हामी सबैलाई एकछिन जोड्दा ताली त्यो भने चाहिँ ग्रोथ जोन त्यसपछि चाहिँ अब जे विधामा हामी छौँ त्यो विधाबाट बिस्तारै त्यो ग्रोथ हुँदै जान्छ केले ग्रोथ गराउँछ नलेज हैन नलेजले मान्छेले अगाडि बढाउनु अब कुनै पनि त्यस्तो दुनियाँमा त्यस्ता चिज छैनन् जुन बजारमा किन्दा पाइयोस् जसले तपाईँलाई अगाडि बढाउन सकोस् तपाईँको ग्रोथ गरोस् द्याट इज वान एन्ड ओन्ली योर नलेज योर कन्फिडेन्ट योर स्किल गन पुश यु टु गेट योर ग्रोथ है त अब हेर्नुहोस् है त जब मान्छेको ग्रोथ हुन्छ अनि त्यसपछि सफल हुन्छ हो त्यो चारवटा जुन जबसम्म हामीले तोड्न सक्दैनौँ सफलता हामीले सोच्ने मात्रै हो त्यो रियालिटीमा बदलिरहेको सपना नै रहन्छ त्यो सचमा बदलिन सक्दैन त्यो भएकोले यी चारै जोनबाट हामी बाहिर निस्किनुपर्छ अनि गएर हामी देख्छौँ पनि डायमन्ड बन्ने हो देख्छौँ पनि डबल डायमन्ड बन्ने हो ट्रिपल डायमन्ड बन्ने हो जसरी गर्दै 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 एउटा ग्रोथ भएर हामी सफलताको शिखरसम्म त्यही भएर सबैलाई इन्क्लुडिङ मी कुनै पनि जोनलाई हामीलाई गाह्रो भन्दा हामी अब कम्फर्ट जोनतिर चाहिँ फर्किनु हुँदैन हामीले एकचोटि सङ्कल्प गरेका छौँ यहाँबाट बाहिर निस्किने अब यहाँ हामी फर्किनु कम्फर्ट जोन त्यो जोन हो जुन चाहिँ सबैभन्दा खतरनाक छ तपाईँको भविष्यको लागि तपाईँको बच्चाको भविष्यको लागि तपाईँको ग्रोथको लागि यसले मान्छेलाई अन्ध बनाएको हुन्छ है त्यो अन्धोपनबाट हामी बाहिर निस्किनुपर्छ आफ्नो चाहिँ हेर्ने नजरियाको ग्लासलाई चेन्ज गर्नुपर्ने हुन्छ यदि आँखाले मात्रै काम गरेन भने सरले यसले चस्मा लगाउनुपर्छ अनि हामीमा भएको जुन भन्छ नि हामीले देख्न नसकेको हामीले बुझ्न नसकेको कुराहरू बुझेर बिस्तारै पर्दा खुलिएपछि हामी अगाडि बढ्न सक्छौँ तर यो चारवटा जोनलाई पार गरेपछि मात्रै तपाईँ हाम्रो यात्रा सफलसम्म बन्न सक्छ है अर्को कुराहरू चाहिँ मान्छेले कम्फर्ट जोन तोड्यो फेयर जोन पनि तोड्यो लर्निङ जोनमा पनि तोड्यो र मान्छे कहाँ पुग्यो ग्रोथ जोन चाहिँ खेल एकदम मजा आउँछ है जो मान्छे ग्रोथ जोनमा पुगिसकेको छन् अब हेर्नुहोस् है ती मान्छेहरूले
कथाम कदाचित यसलाई बिर्सिदिए भने दे विल बिकम गेम यसलाई हामीले बढी ध्यान दिनुपर्ने रहेछ, सिक्न पनि बढी पर्ने रहेछ के। अनि जब मान्छेले ग्रोथ हुन्छ त्यसपछि उसले सिक्नलाई छोडिदिन्छ के। जब उसले सिक्न छोड्नु भनेको अब फेरि ऊ काम हो। अघि इक्जाम गर्दा नि इलान मस्कले अहिलेसम्म किन 20-22 घन्टा काम गर्छ भन्दाखेरि उसलाई डर छ कतै म फेरि डाउनफल त हुँदैन, कतै म ब्याक टु फेल पहिलाको स्थितिमा आउँदैन। हामीले पनि म्याक्सिमम डिरेक्सनमा भएको पहिलेको सिनारी मान्छे ग्रोथ भइसकेपछि डायमन्ड हुनु भने के हो, 4-5 हजार दिराम बोनस आउने ठाउँमा पुग्नु हो क्या मान्छे। डबल डायमन्ड हुनु भने के हो, मिनिमम 10-12 हजार उसले चाहिँ बोनस बनाउने ठाउँमा पुग्ने हो त्यो पोजिसन हैन। त्यहाँ पुगिसकेपछि फेरि मान्छे किन त्यहाँ फर्काछ भन्दा दे फरगट टु अपग्रेड देमसेल्फ, दे फरगट टु ग्रोथ देमसेल्फ, दे डिडन्ट गिभ टाइम फर ग्रोथ। उसले समय दिएन सिक्नको लागि, आफूलाई अपग्रेड गर्नको लागि, आफ्नो टिमलाई गाइड गर्नको लागि। देन एज युजुअल पहिलाकै कम्फर्ट जोनमा मान्छे फर्किन सक्छ। त्यही भएर तपाईँको कति ग्रोथ भयो, तपाईँ कति सफल हुनुभयो, तपाईँले कति पैसा कमाउनु भयो डजन्ट म्याटर। यदि तपाईँले सिक्न बिर्सिदिनु भयो भने यी सबै अरूको पास जान्छ, तपाईँ आफ्नो फेरि जिरो हुनुहुन्छ है। त्यो हुनाले लर्निङलाई सबैभन्दा पहिलो प्रायोरिटी हामीले दिन पर्ने हुन्छ। त्यो हुनाले खुसी पनि लाग्यो, यहाँ सबैले कहीँ न कहीँ कोसिस गरिराख्नु भएको छ। यसलाई निरन्तर हुनुपर्छ है, 1 दिन 2 दिन 5 महिना 6 महिना वर्ष दिन होइन, यो निरन्तर हो, जीवन्त हो भन्छ कि। जीवन भनेकै सिकाइ हो भनेको छ है, जीवन भनेकै सिकाइ हो, सिकिरहनु पर्ने हुन्छ के। किनभने नयाँ नयाँ समय अनुसार नयाँ नयाँ चिजहरू आइरहेको हुन्छ। अब 1999 को चाहिँ नलेजले अब 2026 मा त हुँदैन नि, अपग्रेड भइरहेको छ नि, टेक्नोलोजीले कत्रो छलाङ हानिसकेको छ नि। त हामीले हाम्रो ग्रोथ पनि त्यही अनुसार अगाडि बढाउँदै जानुपर्ने हुन्छ। हामीले मात्रै अहिले यो जुन तोडेको छौँ यसलाई अगाडि हुँदै हुँदै हामी यहाँसम्म पुग्नुपर्ने हुन्छ। अब कुनै विकल्प अर्को छैन, अब कुनै हामीलाई चाहिँ एक्सक्युज छैन, ब्याक टु हामी यहाँभित्र जानु हुँदैन। यसले हाम्रो सपनालाई, यसले हाम्रो भविष्यलाई, यसले हाम्रो अपकमिङ जेनेरेसनलाई ध्वस्त बनाउन सक्छ। त्यही भएर नेभर एभर इन योर लाइफ डु नट ब्याक टु। हामी यहाँ फेरि फर्किनु चाहिँ हुँदैन। आजबाट सङ्कल्प गरौँ, जसो तसो कुनै पनि हालतमा के अरे सर, भाङले तोरीले के को तेल लिएर छ, लेमना तोरी, कुनै हालतमा हामी यहाँबाट सफल बनेरै छोड्नुपर्छ। सङ्कल्प गरौँ, त्यो सङ्कल्प मिथ्या सङ्कल्प होइन, झुटो सङ्कल्प होइन, मनदेखि सङ्कल्प गरियो भने त्यो सङ्कल्पले तपाईँलाई झकझकाइरहन्छ। त्यो बेला तपाईँले जब तपाईँलाई आश लाग्छ, जब तपाईँलाई चाहिँ फ्रस्ट्रेसन हुन्छ, जब तपाईँलाई चाहिँ दिगदार लाग्छ, त्यतिखेर सङ्कल्प भन्छ नि, भीष्म प्रतिज्ञा भन्छ नि, दृढ सङ्कल्प, जुन सङ्कल्पले तपाईँलाई फेरि उठ एकचोटि भन्छ कि है त। त्यो भएकोले लर्निङ भएको नै मान्छेले चाहिँ स्किल बिल्ड गर्छ। र स्किलको साथमा विल भन्छ नि, विल केले दिन्छ तपाईँलाई, तपाईँको दृढ इच्छा शक्तिले, तपाईँको चाहिँ सङ्कल्पले। सिकेर हामीले स्किल बढाउँछौँ र तपाईँको भीष्म प्रतिज्ञाले तपाईँलाई विल पावर दिन्छ। देन यी दुईटै चिजले तपाईँहरूलाई सफलता सिक्न सक्नुहुन्छ है त। यो 4वटा चौलाई सम्झिराख्नुहोस्, यो हाम्रो जीवनमा काम दिने चुनौती हो होइन। त्यसलाई चाहिँ हामीले तोड्नुपर्छ। अनि यो तोड्दै तोड्दै दरवाजा ढोका भन्छ नि, खुल्दै खुल्दै गएर चाहिँ हामी माथिसम्म पुग्न सक्छौँ। आफूलाई अगाडि बढाउने, आफूलाई चाहिँ